said 5 in the morning, I wake up to 5 for my yard. हेलो एभ्रिवान, म चाहिँ कार्की आज पनि नयाँ भिडियोको साथमा तपाईहरुको साथ आइसकेको छु। आज पनि टक्कला धान काट्ने कार्यक्रममा हिँडिएको छ। आज बिहान चाहिँ यहाँ जोतै कार्यक्रम चल्यो, यता ट्र्याक्टर चाहिँ त्यहाँ तलतिर छ है। अनि यस्तै छ, गाउँघरतिर काम चलिरहेको छ गाइज। अनि भलक चाहिँ आइरहेको छन् हैन। आज पनि चलाएर धान हिँडिएको छ। भाइ चाहिँ आउँदैछ, म हिँडिसकेको छु। तमाइजु नि आउनु भएको छ। यस्तै छ, यो चाहिँ मोलो है गाइज, खेतमा लानलाई टाढा भएको टक्क। घडी ल्याइस चलाएर यता चाहिँ छोराछोरी भान्जा यहाँ दिदीको घर जान भनेर हिँडिरहेका छन्। त्यही छ, गाई पुरा शरीर दुखेर होइन बर्बाद छ। अब जाँदैछ चाहिँ ठिक होला जस्तो चाहिँ महसुस त हुन्छ। आज गरौँ भोलि गरौँ पानी लाउला, खतरा दुखिरहेको छ शरीर चाहिँ आज होइन। कलाएर अब त्यस्तै छ है, चाहिँ हिँडिरहेका छन्। आजको नि मौसम चाहिँ हल्का धुरी बादल निक्लिएको छ। अरू चाहिँ एकदम के गर्यो किन लड्यो हो? भाइले खोजिदियो। यता हेर्दा मोटे खोजिदिस्, त्यति बलियोस् त हो। हो खतरा होस्, त्यो सल किन ल्याएर हिँड्नुहोस् त हो र। हामी चाहिँ हिँडिसकेको छ। भाइ हो पछि आउँदैछ होइन गाइस। अनि टाइम नि भइसकेछ। आज चाहिँ बिहान त्यहाँ जोत्दाखेरि अलिक ढिलो भयो क्या, नत्र अब अलिक चाँडो जान थियो। आज मान्छे नि कम, फेरि हिजो 4 जना थियौँ, आज 3 जना। अब त्यस्तै हो। फेरि कुटे खाला फेरि भाइसी त चल्छ होइन। अनि यस्तै हो, सानसाना ठ्याक्काका उत्रै हुने अनि अब त्यस्तै आइदाखेरि लड्ने क्यार नि भाग्रा मोडो पनि भइहाल्छ। हाम्रो नि पहिला हुन्थ्यो, अलि नबुझ्ने हुँदाखेरि होइन। त्यस्तै त हो नि होइन। है गाइस, चाहिँ अहिले भेटौँला, धान हान्ने कार्यक्रम सुरु गर्ने। अब ठक्क लाएर खेतमा पुगेपछि भेटौँला है त गाइस। टक्क लाएर गाइस अब एउटा आधी बाटो चाहिँ हान्नेको छ होइन। यो एउटा चिसो खाने बेला भएको छ यहाँ चाहिँ। चिसो हाल्दै धानको रास यो हो। अनि यता पराल नि यता फाल्ने होइन। यस्तै बान्ने हो, पराल छिट्ने कि अनि दाइ हाल्न भ्याइन्न। चिसो आयो है गाई चाहिँ, देख्न सक्नुहुन्छ। नामको मात्रै चिसो हो, यो त देखाइदिन्छ। नामको मात्रै चिसो हो, तातो आमा त नामको मात्रै चिसो हो, तातो आमा त के बोले भाइ? अब के बोले चित अरे चित। गाह्रो छ, गर्मी छ, गाह्रो छ। आजको मौसम चाहिँ हल्का देख्न सक्नुहुन्छ तपाईँहरूले, बादल निक्लेको छ। टक्क लाएर सौरती मसन्ती पानी आउन नि पायो अलि। भेटौँला अहिले फेरि अर्को चिसो खाने बेला भेटौँला गाइस ल। टक्क लाएर गाइस हाम्रो चाहिँ अब यहाँ धान काटेर सकिन लागेको छ। अन्तिम भाँजा है त ल।
धान्य 18 मुद्याउन धान्य 18 मुद्याउन Oh my god! टक्क लाएर गाइस धान हालेर चाहिँ सकिएको छ होइन देख्न सक्नुहुन्छ आजको पक्का मालिक यता हेर्नु त धान मालिक टक्क यस्तो छ हाम्रो यता यहाँ बिरामी के अरे पीडित कारिगारी हो टक्क लाएर अब चाहिँ रास ठडाउने कार्यक्रम हुन्छ हाम्रो चाहिँ होइन टक्क उता सुप्पो आइसकेका छन् रास ठडाउनको लागि काम लाउने चिजहरू आउँदैछन् अहिले अब चाहिँ अहिले भेटौँला है त गाई जब रास ठडाएर टक्क लाएर है त टक्क लाएर गाई यहाँ धान अब यो साफसुफ मम्मीहरूले चाहिँ साफसुफ गर्ने घुर्यान हामी चाहिँ अब टक्क साफ गर्दाखेरि खाजासाजा खाएर आएर बत्ताउने काम हुन्छ होइन यहाँ के हो यो के गरिदियो ओए ओए कौन है ये लोग कहाँ से आते हैं यो चाहिँ केटारी जस्तो हो कि केटारी जस्तो केटारीलाई चलाएको चलाइ गर्छ के गर्छ अरे कान्छ यहाँ आउ त अब के गरेको लडाइदिनु हो र डर भन्ने कस्तो नि जैसे जैसे मुटु मुह से निकलेर आयो अरे के भन्ने अरे मुटु चाहिँ हात जस्तो हुन्छ अरे डर भनेको गाई हो आउन्न आउन छापेको मै आउन्न छापेको मै मजाले डराइदियो यार मासु भात पाके सर के गाई जान्छ मासु भात एमाले पार्टी खाना जन्मेकाहरू खाऊ भन्ने जस्तो मासु पाके अरे आज त्यही भएर स्पेसल घरैमा आएर टक हामी पर्छ भन्न चाहिँ हुन्न माथि सुन्छ नि फेरि भन्नाकाले ल अहिले भेटौँला त्यहाँ गाई मासु भात खाने होला टक्क लाएर गाई देख्न सक्नुहुन्छ हाम्रो चाहिँ मासु र भात यहाँ टक्कै यो चाहिँ म होइन स्याममा आज ठोकेर अब धान बत्नाउनु पर्छ ल है त गाइज खाजा खाने बेला भइहाल्यो दिनदिनै यस्तै भयो त दिनदिनै धान झाट्न हिँड्न हुन्थ्यो नि होइन चिसो स्प्राइट हो यो के तातो अलिक कम भएछ कि तातो जस्तो छ है 3 बाने हुन्छ के बोले भाइ अब के बोले ल है त गाइज अहिले भेटौँ ल फाइनल्ली गाइज हामीले चाहिँ मासु र भात खाएर सकिसकेको छ होइन हामीले टक्क लाएर धान बत्ताउने मासु भात खाएको निकाल्ने काममा अब ट्याक्क होइन अरू सबै सकिसकेको छ ल जाम अहिले रात पर्छ अब सबभन्दा गाह्रो काम भनेको धान बत्ताउने हो होइन तपाईँहरूलाई थाहा नै छ गाउँघरमा यस्तै हो टक्क लाएर गाई जब हामी धेरै खाइएको छ क्या एकछिन पचाउनु पर्यो नि खाएको त निकाल्न पर्यो भने जस्तै हो अब त्यस्तै छ गाउँघरतिर हो चलिसकेको छ फेरि यस्तो पुरा घुरेन सुरेन उठाएर नि पुरा ढिला गऱ्यो भनेर होला यहाँ चाहिँ पुरा उडाउँदै हुनुहुन्छ त्यस्तो फेरि टक्रा हो क्या काम गर्ने त्यस्तै छ यहाँ चाहिँ आज धान काटेर टक्क सुक्नु भएको छ हामी चाहिँ टक्क लाएर आइसकेको छ
अब अहिले भेटौँला है त गाइज अहिले अब टक्क लाएर किन उठाउनु होइन त किन उठाउनु होइन त हो त्यति धेरै हैछन् र ऊ यहाँ चाहिँ उडाउने कार्यक्रम चलिरहेको छ ओहो यस्तो गराएर बस्ने हो र किन फेरि धुलो यस्तरी उडाउँछ गाइज हावाले अब घामसाम गयो हावासावा लाउनु अब आजको धानको रास चाहिँ यही हो टक्क लाएर देख्न सक्नुहुन्छ तपाईँहरूले हामी चाहिँ आज लोतर परिरहेको छ भोलि उठ्न सकिन्न भोलि नि धान काट्न जाने होला गाह्रो छ काम गरी खान भने जस्तै सुती खान्छु भन्दा ढाड दुखेर मर भने जस्तै भयो टक्क लाएर अहिले भेटौँला है त गाइज ल टक्क लाएर गाइज होइन हाम्रो चाहिँ यहाँ धान बत्ताउने कार्यक्रम चलिरहेको छ यता अझ यति छन् यता परल बाल्ने चले यता उकान्छ टक्क लाएर है देख्न सक्नुहुन्छ ल मन गरिस् फाइनल्ली गाइज बल्ल 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 धान काटेर सकिएको छ होइन यहाँ चाहिँ अब धुप्से बालेर यताउता उठाउने कार्यक्रम चलिरहेको छ देख्न सक्नुहुन्छ माथितिर चाहिँ पराल बनाइ कार्यक्रम धमाधम चलिरहेको छ टक्क लाएर यता भाइ यो चाहिँ दाइकी छोरी कान्छी ल भनौँ न हालत खराब भइसक्यो भने जस्तै भयो यस्तै छ गाउँघरतिर के गर्ने होइन गाइज चाहिँ त्रिशुल भन्छ कि होइन यता चाहिँ हाम्रो फेरि डन फेरि डन यस्तै छ गाइज पसिनै पसिना अब भोरेर यताउता अहिले भेटौँला त है टक्क लाएर ल फेरि अरे देख्न सक्नुहुन्छ अहिले रुन्छ फेरि त्यो उठेर समात्न लास्टै गर्मी है त गाइस हामी गइसके कति बज्यो रे पुरा 4 बजेर 37 मिनेट गइसकेको छ गाइस देखेन देख्न सक्नुहुन्छ 4 बजेर 37 मिनेट गइसकेको छ आज चाहिँ चावडाले हान्ने मेलो एकजना चाहिँ अन्त बोलेर त्यस्तै भयो तीनजनाले मात्रै हान्न पर्यो हैन तीनजनाले मात्रै हान्दाखेरि चाहिँ अब त्यस्तै हो उल्टे भयो यो भिडियो सो गाइस म चाहिँ घर आइसकेको छु अब नुहाउन पर्ने हुन्छ टक्क लाएर दिसभरि धुलो भयो नि त हैन त्यस्तै छ म चाहिँ धानसान नउठाइकिन आएको ढिला भयो अब भैँसी दिनु पर्ने यताउता त्यही भएर सो म चाहिँ नुहाउँछु आजलाई चाहिँ यति नै त्यस्तै भिडियोहरू चाहिँ आइराख्छन् तपाईँहरूले साथ सपोर्ट गरिरहनु होला।